तपाईहरु आफै पढ्न सक्नुहुनेछ। यो समय हाम्रो रेड बुलको। हामी चाहिँ फाइनल्ली आज राँके कटेर यो पौवा भन्ज्याङ भन्दा अलिकति यताको जङ्गलमा छौँ र हामीसँग आज एकदम भाइरल कन्टेन्ट क्रिएटर साथै व्यवसायी हुनुहुन्छ कृष्ण पाठक सर दाइ हुनुहुन्छ। हामी धेरैजना छौँ, एकदम रमाइलो भइरहेछ हाम्रो यात्रा। सबैजनाले भिडियो हेरेर लाइक सेयर कमेन्ट गरिदिनु होला, धेरैभन्दा धेरै सेयर गरेर सपोर्ट गर्नु होला। हामी ताप्लेजुङ पाथिभरासम्मको यात्रामा छौँ र तपाईँहरूलाई हामी बाटोमा धेरै राम्रो राम्रो ठाउँहरू देखाउँदै जानेछौँ र पाथिभरा माताले सबैको रक्षा गर्नुहोस्, कल्याण गर्नुहोस्। सुन कस्तो भइरहेछ त यात्रा भन्दै न अलिकति थोरै। एकदम फ्यान्टास्टिक छ। फ्यान्टास्टिक। ल साथीहरू, हामी चाहिँ फाइनल्ली फिदिम बजार भन्दा माथि यो डाँडामा आइसकेका छौँ र तपाईँहरूलाई म देखाउन चाहन्छु भ्यू अफ फिदिम बजार। ल फाइनल्ली यो चाहिँ मेरो साथीको घर हो, प्रवीण खनालको घर। पहिला चाहिँ म यहाँ आएर धेरै बसेको खाएको। मेरो साथी अहिले जहाँ भए पनि सबैजनाले भिडियो सेयर गरेर ऊ भएको ठाउँसम्म यो भिडियो पुर्याइदिनु होला। धेरै बस्यो यहाँ। यो नरिवलको रुख देखिराख्नु भएको छ। यो नरिवलहरू खाएर यहाँ कति बस्यो, घुम्यो धेरै। यहाँ यो टारी भन्छ यो ठाउँलाई चाहिँ, एकदम बबाल छ। ल यहाँ पर अर्को दाइ हुन्छ पारस रिजाल भन्ने, उहाँको घर यहाँ छ। उहाँलाई पनि धेरै मिस गरेछु। यो भिडियो उहाँसम्म पुर्याइदिनु होला सबैजनाले। ल प्रवीण चाहिँ अहिले यो घर छोडेर झापातिर बसे गएको हुँदाखेरि ऊ भएसम्म यो भिडियो सबैजनाले सेयर गरेर पुर्याइदिनु होला भन्न चाहन्छु म। लगाइजको यो खोलेर रमाऊ। ल तपाईँहरू पनि रेड बुल खानुहोस्, एनर्जी बढाउनुहोस् र यात्रामा निस्किनुहोस्। यदि इलाम बजारमा कसैलाई रेड बुल चाहिएमा हाम्रो कृष्ण दाईसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। ल हामी चाहिँ अहिले टक्क यो ठाउँमा छौँ। हामी यो काभेरेदेखि अलिकति लगभग 10 किलोमिटर माथि आइसकेको छौँ र यो ठाउँको नाम चाहिँ अब धेरै गर्मी भएको कारणले मलाई बोल्नु पनि अलिक गाह्रो भइरहेको कारणले ल फाइनली हामी चाहिँ यो ठाउँमा आइपुगेका छौँ। अब यहाँबाट अगाडि हाम्रो के कस्तो हुन्छ यात्रा तपाईँहरूलाई देखाउने नै छौँ। भिडियो हेर्दै गर्नुहोला र पाथिभरा माताले तपाईँहरू सबैजनालाई रक्षा गरून् भन्दै सबैजनाले यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु हुन अनुरोध गर्दछु र हामी अगाडि के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छौँ। र साथीहरू, हामी चाहिँ फाइनली काबेलीमा आइपुगेको छौँ। लगभग 4 घन्टाको यात्रापछि हामी काबेली नदीमा आइपुगेका छौँ। यहाँ चाहिँ अब हाम्रो नेपाली परम्परागत ताप्लेजुङ पाथिभरा माताको दर्शन गर्दा जाँदा चाहिँ यहाँ पूजा गरेर जानुपर्ने चलन रहेको छ। र पहिलाको पुल चाहिँ यहाँ थियो साथीहरू। यहाँबाट असोजको ढोलबाडीले बगाएको कारण अहिले यहाँबाट बन्दै रहेछ। र अब डाँडाकाँडा हेर्नुहोस्, एकदम रमाइलो छ। र अब हामी चाहिँ पूजा गरेर ताप्लेजुङतर्फ जानेछौँ। अगाडि के कस्तो हुन्छ तपाईँहरूलाई देखाउनेछौँ र भिडियोलाई हेर्दै जानु होला अन्तिमसम्म। यहाँ चाहिँ हाम्रो सानो नानी हुनुहुन्छ। बाबु नाम के हो? के भन्नु? दीक्षिना राई। दीक्षिना कतिमा पढ्नु? 5मा। अनि यो दिनमा कतिवटा पानी? अब यो एउटा पानी किन्ने कि म, अनि मसँग पैसा धेरै छैन हो। 100 रुपियाँ दिन्छु, मलाई जुन भए पनि एउटा ल। तिमीलाई जुन दिनु मन लाग्छ त्यही ठुलै दिने, धेरै पढ्नु ठुलो मान्छे ल। जगत भने तथा भनेर पर्ने चाहिँ गाडी घोडा सरी साधन चौपटक नलागत भनेर पर्ने छ।
तपाईँहरू पनि यहाँ आउनुभयो भने जतिजना आजसम्म आउनु भएको छैन तपाईँहरूलाई यदि थाहा छैन भने तपाईँहरू यहाँ काबेलीमा आएर पूजा गरेर पाथिभरा माताको दर्शन गर्न जानुपर्ने हुन्छ। र साथीहरू हामी चाहिँ अहिले सुकेटारमा आइपुगेछौँ। अब यहाँबाट चाहिँ बाइकहरू जान असम्भव भएको कारण बाटो हिलो भएकोले हामी चाहिँ यहाँबाट गाडीमा जानुपर्ने भएको छ। यहाँ होटल साउजीले फोन गरिदिँदै हुनुहुन्छ। हामी चाहिँ सबै साथीहरू गलेर यहाँबाट उता गाडीमा जाँदैछौँ हामी। तपाईँहरूलाई म गाडीमा पनि देखाउनेछु के कस्तो हुनेछ हाम्रो यात्रा। सबैजनाले भिडियोलाई मन पराएर लाइक कमेन्ट सेयर गरिदिनु होला। फाइनली गाइस हामी चाहिँ सुकेटारबाट उकालो लागिसकेका छौँ। दुःख पाइयो, धेरै दुःख पाइएको छ। आज गाडी नपाएर फेरि तल ताप्लेजुङ बजार गएर गाडी खोजेर गाडी ल्याएर हामी लगभग अब 1 घन्टा 1.5 घन्टामा माथि काभ्रेबारी पुग्नेछौँ। तपाईँहरूलाई म धेरै बाटोको अवस्थाहरू पनि देखाउने छु। तपाईँहरू कोही आउँदै हुनुहुन्छ भने तपाईँहरू ताप्लेजुङमा मोटरसाइकल रोकेर डाइरेक्ट गाडीमा आउनुपर्ने हुन्छ, किनभने तपाईँहरूलाई पनि अलिकति गाह्रो हुनेछ। हेर्नुहोस् ताजा अवस्था, हेर्नुहोस् अहिलेको साथीहरू ताजा अवस्था हेर्नुहोस्, यस्तो छ अहिले ताजा अवस्था। बाटोको अवस्था देखेर सबैजनालाई अनुरोध गरेँ यो भिडियो धेरैभन्दा धेरै सेयर गरिदिएर यो हाम्रो घुमलिङ नगरपालिकालाई छिटोभन्दा छिटो यो बाटोको अवस्थालाई हेरेर ग्राभेल गरिदिनु हुन अथवा कालोपत्रे गरिदिनु हुन हामी अनुरोध गर्दछौँ। हाम्रो यो सबैभन्दा धेरै धन्यवाद दिनुपर्छ हाम्रो यो सवारी चालक हाम्रो गुरुजीहरूलाई, किनभने हेर्नुहोस् यस्तो बाटोमा उहाँहरूले कति जोखिमको साथ यात्रुहरूलाई सुरक्षित ठाउँमा पुर्याउन सफल भइरहनु भएको छ। गाडीमा पनि धेरै खर्च आउने गर्दछ। यो नगरपालिकाले चाँडोभन्दा चाँडो ध्यान आकर्षण गर्नु होला, हाम्रो अनुरोध छ। साथीहरू लास्टै बिजोग हुँदो रहेछ है, बाइक लिएर नआउनुहोस् है। बाइकको बिजोग हेर्नुहोस् यहाँ एकदम गाह्रो भइरहेको छ। हिँडेर आउनुभयो भने यस्तो दुःख पाइन्छ। यहाँ हेर्नुहोस् ताजा अवस्था हेर्नुहोस्। फाइनल्ली हामी चाहिँ तल्लो फेदीमा आइपुगेर हामी यहाँ उकालो जाने क्रममा छौँ। सबैजना अलिकति थाकेको अवस्थाले हुँदा भुटेको मकै खाँदै जाने क्रममा छौँ हामी। र हामी दुःख सुख यहाँसम्म आइपुगेछौँ। तपाईँहरूलाई मैले आज यहाँसम्मको मात्रै भ्लग देखाउन सकेँ। हाम्रो अलिकति भारीहरू धेरै भएको कारणले भिडियो बनाउन अलिक गाह्रो भएको हुनाले म तपाईँहरूलाई भोलिको भिडियो भोलि फेरि देखाउने नै छु भन्दै आजलाई तपाईँहरूमा यति नै देखाउन चाहेँ। र तपाईँहरू सम्पूर्णले यो भिडियो हेर्दै हुनुहुन्छ सबैजनाले एक एकवटा कमेन्ट, एउटा लाइक र सेयर सब्सक्राइब गरिदिनु होला। र पाथिभरा माताले सबैको रक्षा गरून्। जय पाथिभरा माता।